एकैछिन यो प्रकाश शब्दको मन छुने भाषण सुन्नु होला है त, साह्रै मन छुने छ है। आदरणीय बालेनजी, यसपालि अचम्मै भएको छ। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4 निर्वाचन देखेको छु, तर अहिलेको जस्तो माहौल कहिल्यै देखेको छैन। यसपालि अचम्मै भएको छ। यसपालि अचम्मै भएको छ। भोट हाल्नको लागि बम्बईबाट बाजुरा आएको छ एउटा बहादुर। भोट हाल्नको लागि चौकीदारी छोडेर बम्बईबाट बाजुरा आएको छ एउटा बहादुर। भोट हाल्ने रहरले आफ्नै छोराछोरीको रहर बिर्सिएको छ रियादबाट हिँडेको एउटा रनेले। भोट हाल्ने रहरले आफ्नै छोराछोरीको रहर बिर्सिएको छ रियादबाट हिँडेको एउटा रनेले। पुरानै पार्टीमा लागेको भनेर घरभित्र पस्न नदिएपछि, पुरानै पार्टीमा बाउ लागेकोले घरभित्र पस्न नदिएपछि साथीको होस्टेलमा सुटकेस बिसाएर अभियानमा हिँडेको छ अस्ट्रेलियाबाट फर्केको बिस्ने। गएको ऋण पनि राम्रोसँग तिरिएको छैन। गएको ऋण पनि राम्रोसँग तिरिएको छैन। तर गएको 6 महिनामै छुट्टी आएको छ जापानबाट रतन भाइ। जीवनमा पहिलो पटक आफ्नो सेकलाई 10 दिनको छुट्टी मागेकी छिन् चुनमाया दिदीले र मनमनै सोचेकी छिन् अब मेरो छोरीले कुवेतमा कुचो लाउन नपरोस्। कुवेतबाट आउँदैछिन् चुनमाया दिदी भोट हाल्नको लागि। यसरी बम्बईबाट, यसरी कुवेतबाट, यसरी साउदीबाट, यसरी जापानबाट, यसरी अस्ट्रेलियाबाट फर्किनेहरूले बरु परिवारको लागि मिठाई किन्न बिर्सेका होलान्, तर आफ्नो सुटकेसमा रवि र बालेनको फोटो टाँस्न बिर्सेका छैनन्। र त्यो सुटकेसमा लेखिएको छ भोट फर चेन्ज। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4 निर्वाचन देखेको छु, तर यस्तो माहौल यस अगाडि कहिल्यै देखेको छैन। आदरणीय रवि दाई, बालेनजी, तपाईहरू बाटोमा हिँड्दै गर्दा परबाट एउटा बुढी आमाले लौरो टेकेर मन्टो तन्काई तपाईँलाई हेरिरहेकी छिन् र मनमा नै सोचिरहेकी छिन् अब यिनीहरू आए भने मेरो दमको दबाई पनि सस्तैमा मेरो नजिकैको हस्पिटलमा आउनेछ। एउटै बुढी आमाले सपना देखेकी छिन्। तपाईहरू बाटोमा हात हल्लाउँदै हिँड्दै गर्दाखेरि परबाट एउटा बाजेले आफ्नो नातिलाई काँधमा राखेर कुर्कुच्चा उचाली देखाइरहेका छन्। हेर नाति, ऊ तिनीहरू सरकारमा आए भने तेरो लागि कापी कलम आउनेछ, तेरो लागि ड्रेस आउनेछ, तैँले धेरै पढ्नेछ अनि यो देश छोडेर जाने छैनस्। एउटा बुढो बाजेले आफ्नो नातिलाई तपाईहरू बाटोमा हिँड्दै गरेको देखाइरहेका छन्। यसपालि अचम्मै भएको छ। हामी आउँदैछौँ भनेर जब तपाईहरू आउनुभयो, मेरो भाइले पासपोर्टको फर्म क्यान्सिल गरेको छ। यसपालि अचम्मै भएको छ। मेरो साथीले कोरियन भाषाको कक्षा हापेको छ। मेरो बहिनीले ब्युटिसियन भएर दुवै जान लागेकी थिए। अब यही देशमा पार्लर खोल्छु भनेर सटल खोल्दै हिँडेकी छ। त्यसकारण यसपालि अचम्मै भएको छ। किनकि लामो निराशापछि आशा जागेको छ अब देश बन्छ भनेर। किनकि कुनै स्टेजमा आफ्नो आमालाई साँची राखेर रवि दाइले भन्नुभएको छ बालेनले देश बनाउँछ। अब आशा जागेको छ र आशा लाग्दै पनि हामीलाई विश्वास छ रवि र बालेनले बोलेको कुरा झुट हुने छैन। हामीलाई विश्वास छ रवि र बालेनले बोलेको कुरा झुट हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ, तर त्यहाँ गुट उपगुट हुने छैन। हामीलाई विश्वास छ रवि र बालेनले बोलेको कुरा झुट हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ, त्यहाँ गुट उपगुट हुने छैन। बालेनको सरकार हुनेछ, त्यहाँ लुट हुने छैन। हामीलाई विश्वास छ तपाईहरूले बोलेको कुरा झुट हुने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछ, त्यहाँ गुट उपगुट हुने छैन। बालेनको सरकार हुनेछ, त्यहाँ लुट हुने छैन। यदि पहिला जस्तै झुट गुट र लुट भयो भने भगवान कसम यसपालि कसैलाई छुट हुने छैन। कस्तो लाग्यो कमेन्ट गर्नु होला, मन पर्यो भने शेयर पनि गर्नु होला है त।